चाहिँ हैन यहाँले चाहिँ मूर्ति क्यामेराबाट फोटो पनि खिचेको छ हाम्रो फोटो आइसकेको छ वाउ गाइस सागाको फ्रेस तितौराहरु है अब म अगाडिबाट देखाउँछु है त गाइस हामी चाहिँ अब हिजो डे 1 स्वयम्भूहरु घुम्यौं अनि आज चाहिँ हामी सागाको यो 108 फिटको शिवजीको मूर्ति भएको ठाउँ जाँदै छौं हैन गाई तीनजना यता हुनुहुन्छ म यहाँ छु अनि मम्मी चाहिँ ऊपर हिँड्दै हुन्छ मम्मी यता हाई गर्दिनु हाय है अलिक उकालो परेको हुनाले चाहिँ अलिक गाह्रो भइरहेछ मम्मीहरुलाई अब माथि पुगेर फुल भिडियो है त रस्ता हेर्दै जान्छ त्यहाँ एकजना छिर्को 100 रुपैयाँ चाहिँ हामी पार्नलाई चाहिँ 500 टिकट देखाइदिनु न त अहिले आउँदा नि यतैबाट त आउने होला अनि निस्किने नि यतैबाट हो नि एन्ट्री गरिसके त हामी यहाँ अहिले ठिकै छ आमालाई हावा कस्तो मजाको आएको नि हावा कस्तो मजाको आएको छ क्या यहाँ भित्र प्रवेश भइसक्यो हैन त अब हामी टेम्पल कता छ भनेर चाहिँ यहाँ बाटो हेर्दै हिँडिरहेको छौँ तल चाहिँ पुरा देखिरहेछ हुस्सुले गर्दा चाहिँ केही देखेको छैन देखिरहेछ रे फेरि आई मिन फाइनली गाइस हाम्रो शिवजीको मूर्ति चाहिँ यहाँबाट हामीले देखिसकेको छौँ हैन मम्मी मम्मी कस्तो लागिरहेछ रमाइलो लागिरहेछ हाइकिङ आज जस्तो फिल भइरहेछ आइपुग्यो एकछिन गलिसक्नु भएको छ अलिक उकालो हिँड्नुपर्ने रहेछ कि मम्मीलाई चाहिँ गाह्रो भएछ है हामी चाहिँ फटाफट हिँड्ने चाहिँ ठिकै छ लु अब हजुरलाई म अगाडिबाट देखाउँछु है त पठायो खबर हैन मम्मी एमाउन लाउरे दाइ धेरै वाउ हेरौँ त ए दिनु पर्यो 5 जना हजुर सब कुछ देख लेंगे मन्दिर त हो त नि हर हर महादेव हेर्नुहोस् यो हाम्रो सागामा रहेको सो गाइस सागा पुगेर घुमिसक्दा चाहिँ हाम्रो बेलुकाको टाइम भइसकेको थियो है अनि हामीले चाहिँ एकछिन रमाइलो गऱ्यौँ अनि फोटोहरू खिच्यौँ 2-4 वटा अनि चिसो हावाहरू पनि आइरहेको थियो है यो स्ट्रल चाहिँ यहाँबाट छिर्नुपर्छ कसरी खिच्दा ठिक छ त एक दुईवटा पोज दिनु नि त पोज दिनु नि त ल पोज दिनु त 1 अर्को पोज अनि यसपछि चाहिँ हामीले अब यत्रो लामो बाटो आइसकेपछि है अब यसो टिका लगाऊँ न त मन्दिरको भनेर अनि हामीले चाहिँ पनिर बाजेको हातबाट मम्मी र मैले चाहिँ टिका पनि लगायौँ हैन यहाँ आएपछि एकदम मनै कस्तो आनन्द फिल भयो कि हिँडेको थकानहरू सबै मेटिसकेको थियो है क्या है एकदम रमाइलो भयो के गर्नु यहाँ कस्तो दामी आएको भिडियो यहाँ So guys, हामी चाहिँ सागाको यो 108 फिट शिवजीको मूर्ति चाहिँ हामीले दर्शन गरिसकेको छौँ साथै हामीले 2-4 फोटो पनि खिच्यौँ हैन अनि डे 2 मा चाहिँ आज एकदमै रमाइलो भएको छ हाम्रो
साथमा 2 जना मम्मी हुनुहुन्छ, दिदी हुनुहुन्छ अनि प्लस भिडियो गर्ने चाहिँ मेरो प्यारी बहिनी हो हैन। तपाईहरुलाई यहाँको भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, शेयर गरेर हाम्रो YouTube च्यानललाई साथ दिनु होला भन्दै आज चाहिँ म यहीबाट बिदा हुन चाहन्छु। बाइ बाइ गाइस। अब बाइ बाइ भने पनि अन्त्यमा चाहिँ हामीले अब यत्रो लामो बाटो आइसकेपछि चाहिँ यहीँबाट एउटा क्यामेराबाट फोटो पनि लिएर लगौँ भन्ने सल्लाह भयो। त्यसपछि हामीले यहीँ हुनुहुँदो रहेछ स्टुडियोको मान्छेहरू अनि त्यसपछि हामीले फोटो पनि खिच्यौँ गाइस। यो चाहिँ हैन यहाँनिर चाहिँ मूर्ति देखाएर क्यामेराबाट फोटो पनि खिचेको छौँ। हाम्रो फोटो आइसकेको छ। वाउ कस्तो यहाँ 143 फिट है, मैले मिस्टेक भनेछु अघि मैले 108 भने है। कस्तो दामी आएछ हौ। हजुर खिच्नु न अनि खिच्नुहुन्छ भने अब चाहिँ हामी यता त अब चाहिँ हामी इन्दा दिदी बाइ बाइ गरिदिउँ न। बाटो यस्तो छ अझ चालु छ अब ओह्रालो। आमा फिल्ली लिली नक्कली दिदी कति टिकटक बनाउँछ कोही पनि। सो गाइस हाम्रो आमाको चाहिँ गाड दाइसँग पुरा गफ जाँदैछ है। गाइस यस्तो साँगाको फ्रेस तितौराहरू है। मिठो हुन्छ यहाँनिर। साँगाको तितौरा चाहेको मिठो थियो। यो चाहिँ के हो? यो कागतीको हो त्यो। यो एक पाउ यो कस्तो चाहिँ चाहेको छैन। म चाख्न दिन्छु। हाम्रो चाहिँ फास्ट भाइ गाडी भेट्दैन के फेरि यहाँ तितौरा लिनेको भिड छ। तितौरा लिनेको भिड छ गाइजहरू। यस्तो छ कि तितौरा Thank you for watching. See you on the next video guys. Bye bye.